हेर भाइ पुरै सहरभरि बत्ती आछ यही घरमा बत्ती आछ नि यो त फिक्स भुतिया घर भुतिया घरमा त भूत पनि च्वाक हुन्छ यार तर त जति कालो चाहिँ हुँदैन है फेरि हेर भाइ कालो भनेर नहेर के एक दिन यही कालो अनुहार फेमस हुन्छ के भाइ फेमस त हुँदै गर्ला भाइ तर 7 महिनाको भाडा चाहिँ तिर्न पहिला 7 महिनाको भाडा 7 महिनाको भाडा त सम्झिरहेछौ है सम्झिरहेछ है घरबेटी बा अहिले भाडा सम्झिरहेछ तिमीहरू अहिलेसम्म कहाँ थियौ टाइम हेर त कति भएको छ 10 बजेभन्दा पहिला पुग्नुपर्छ भन्ने थाहा छैन घरबेटी बा तर अहिले त 9 बजेर 61 मिनट भएको छ त 9 बजेर 61 भएको छ मसँग म जयसिंहसँग जिस्किन्छ तिमीहरू जिस्किने होइन घरबेटीमा मजा जिस्केको र मजाक गरेकोमा के फरक छ स्पेलिङको फरक छ घरबेटीमा तिमीहरूलाई यो घरमा बस्नु मन छ कि नै अब मन त घरको मालिक भएर बस्ने मन छ के रे घरबेटीको नगर भएर बस्न मान्छ भने के रे नगरले के गर्नुपर्छ थाहा छ तँलाई के गर्नुपर्छ घरबेटीमा के इसारा गरे घरबेटीमा के गरे घरबेटी बा यो तिमीहरू जाऊ अहिले भोलि कुरा गरौँ होला नछाउ त रे ओ माई ब्याडनेस यार गर्दैछौ कि ओइ घरबेटी के हो कि हो यार होइन होला यार त्यस्तो त कसरी होइन होला भन्दैछ यस्तो भन्दा त्यसको हरकतहरू देखिनस् अहिले देख्न त देखिया हो यार म तँलाई के सोच्थेँ घरबेटी पो रहेछ यार साला मलाई ए भाइ यार अझ घरबेटी चिच्याउँछ यार तलबाट तर जे भयो नि यार म त सुतेँ हेर तर एउटा कुरा यार केटाको बिहे केटासँग हुन्छ केटाको बिहे केटीसँग हुन्छ तर गेको बिहे कोसँग हुन्छ अरे यार गेको बिहे गेसँग हुन्छ होला नि त सुत न होला होला है होला होला ओइ 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 ऊ तेरो बाजे हेरिरह तलबाट सुत्न यार ऊ आयो तेरो बाजे के हो अहिलेसम्म लाइट बालिया छ बिजुलीको बिल तिमीहरूको बाउले आएर तिर्छ होइन तिर्न त हामीले नै तिर्छौँ कहिले तिर्छौ बिहे गरेपछि तिर्छौ के हो अब बुढो कन्ने पछि तरुनीको पछि लागिन्न दाजु नरुनुहोस् दाजु दाजु तपाईँले त्योभन्दा राम्रो केटी पाउनुहुन्छ दाजु नरुनुहोस् तपाईँको लागि म छु दाजु म छु दाजु त्यसले मलाई छोडेर गई आफूले आफूलाई सम्हाल्नुहोस् दाजु म छु तपाईँको लागि के नाटक गरे तिमीहरूको मुभी सो हो यो मुभी सोमा त राम्रो राम्रो केटीहरू हुन्छन् तर यहाँ भने त भैँसीको चाक जस्तो कालो बुढो छ के रे तिमीहरूको घरमा फोन गर्नु पनि के हो घरमा फोन नगर्नुहोस् न बरु तपाईँ जे भन्नुहुन्छ हामी त्यही गर्छौँ जे होइन त्यही भन्नुहोस् के गर्नुपर्ने छी के इसारा गरे घरबेटी बा सरी है बाबुहरू ए भाइ त्यो बुढो फिक्स गे हो कि कसरी गे यार कसरी गे हुन सक्छ के त्यो अब हेर 60 वर्षको बुढीले अहिलेसम्म बिहे गरेको छैन भनेपछि त्यो गे नभएर के हो त भन् त अब
केटीमा इन्ट्रेस्ट नभए पनि हुनसक्छ नि यार। केटीमा इन्ट्रेस्ट नभएको केटामा इन्ट्रेस्ट भएको मान्छे गे नभएर तेरो बाजे हो। तर गे भन्ने फिक्स छैन नि त यार। ऊ हेर तल हेर्दा तल हेर तल त गइरह होइन बजार गइरह होला त्यो। हामी त्यसको रुममा जाउँ अनि त्यसको सामानहरू यदि त्यहाँ केटीको सामान छ भने त्यो फिक्स गे हो कि चेक गर। यही हो बुढाउको रुम हेर्न यार। बुढाउको रुम चाहिँ यही हो र यहाँ बुढाउको फोटो च्वाक छ। त यहाँतिर हेर्दै गर म यहाँतिर हेर्छु है। हेर केही सामान भेटिन्छ कि केटीको सामान के छ कि साला बुढो। छि 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 यत्रो ठुलो घर भएर एक कट्टु किन्न सकेका छैन यार बुढौले। ओइ यही छु यहाँ हेर त केटीको सामान देखिस् नि अब आफ्नै आँखाले हेर कि त। ओ माई ब्याडनेस। ब्याडनेस होइन कि गडनेस भन्छ त्यसलाई। एक काम गरौँ होइन त बाहिर गएर बुढो आइरहेको छ कि न हेर म यो सामानको भिडियो बनाउँछु अनि त्यसरी क्यामेरा सेटअप गर्छु कि। त सेटअप गर्दै गर म बाहिर बुढौलाई हेर्छु है। जा छिटो जा। छैन बुढौ। ओइ बुढौ आयो छिटो आइज। बुढौले थाहा पाएन यार बचियो। थाहा पाएन तैँले देखिस् नि त्यसो सामानहरू देखेँ यार। साला तैँले क्यामेरा त लगाइस् नि त्यहाँ। क्यामेरा लगाइसकेँ अब भोलि थाहा हुन्छ बुढोको चर्ती कलाहरू। हाय हाय मैं मर जाऊंगी तुम्हारे बिना। ओइ के गरिरह्यो? देखेन हौ घाममा कपडा सुकाइरहेको छु। कामको बिल धेरै आइसक्यो। बिल तेरो बाबुले तिर्छ। घामको नि कसरी बिल आउँछ भने आउँछ नि मेरो घरमा। ओइ के गरिरह्यो? कपडा धोइरहेको छु घरबेटी बा। पानीको बिल धेरै आइसक्यो। बिल तेरो बाबुले तिर्छ। अब पानीको बिल आउँछ भनेर कपडा नधुनु। न त कपडा पानीको बिल धेरै आइसक्यो। साला जाँगा कहिले काहीँ साफ नि गर्नै ओइ पर्छ। बादर के गरिरह्यो? साफ गरिरहेको घरबेटी बा। अनि सफा गरेपछि दोस्रोचोटि फोहोर भएपछि कहिले सफा गर्छ? त्यसैले सफा नगर। साला जान्ने हुन्छ बादर जाँडा। ओइ के गरिरह्यो? के गरे घरबेटी बा? साला भूकम्प आएर मेरो घर भत्किन्न। तेरो कारणले मेरो घर भत्किन्छ। साला होस गर है। ओइ कहाँ गएको?
हग्न गएको घरबेटी बा अनि टोइलेटको खड्डा भइरहेछ के गर्छस् अनि खड्डा भरिन्छ भनेर हग्न नि नजानु नजा रोकेर राख हप्ताको एकचोटि अग्नि गर न त महिनाको एकचोटि सक्छ भने वर्षको एकचोटि अग्नि गर न त खाना नि नखा गु आउँदैन साला जाँटा अब यसरी भएन यार लास्टै तनाव दिएको यो गे बुढौले यार भने घाममा कपडा सुकाउँदैन घामको बिल धेरै आउँछ अरे के भन्नु खोज्यो बुढोले लास्टै छ है यो बुढौ लास्टै रहेछ कि तर एउटा कुरा थाहा छ कि नै त्यसको चार्तिकलाहरू रेकर्ड भइरहेछ नि ओ यार त्यसको बजार जाने टाइम नि भयो यार तल गइरहेछ बुढो गइरहेछ यार अब छिटो छिटो त्यो आउनुभन्दा अगाडि त्यसको रुममा गएर क्यामेरा निकालेर कला हुन्छ निलाई तेरो मुन्टा क्यामेरा समाउनु ओ माई ब्याडनेस यार ब्याडनेस होइन भने गर्नेस हो ल हेर माथि माथि गएर हेरौँ ओइ बुढोको चर्तो कला हेरौँ यार हतार भइसक्यो देखिस् पक आउँदै त्यो बुढोलाई यतिखेर कहाँबाट आउँदा घरबेटी बा मेरो घरमा त 10 बजेपछि आउनु मात्र बन्द हो त अहिले त 6 बजिरहेछ त्यसै पनि मेरो घर म जतिखेर आउँदा पनि हुन्छ यो घरबेटी बा के भन्नु हो तपाईँको घर तर अब राजा हामी दुई गर्छौँ के रे के बोलिरहेछ चाँडा के बोले यो बोले घरबेटी बा बाबु यो भिडियो डिलिट गरिदेऊ बरु तिमीहरूले जे भन्यो त्यही गर्छु जे भने त्यही जे भन्यो त्यही गर्छु बरु भन के गर्नुपर्छ मैले ओइ बुढो म अहिले भर्खर नुहाएको छु के यो मेरो शक्तिको गन्जी छ धुइदे त यो पनि ला बुढो अब त पानीको बिल धेरै आउँदैन होला नि ओइ बुढो मासुलाई के गरिरहेछस् कपडा सुकाइरहेको छु बाबु अनि घामको बिल धेरै आएछ के गर्छस् भन् त कसरी घामको बिल धेरै आउँछ बाबु अनि तैँले कपडा सुकाउँदा घामको बिल धेरै नआउने मैले सुकाउँदा धेरै आउने सारा असला जान्ने हुन्छ बुढो दुःख पीडा यो संसारको नियमै यस्तै होला भयो म पीडा मान्दिनँ ओइ बुढो कहाँ गएको हग्न गएको बाबु वाह तैँले हग्दा चाहिँ टोइलेट नभरि नि मैले हग्दा चाहिँ टोइलेट भरे नि साला यसो गर हप्तामा एकचोटि हग सके महिनामा हग नसके वर्षमा एकचोटि हग नभए त खानै नखा साला गु आउँदैन खाए पीडा हगे पीडा काम गरे पीडा यो पीडाकै संसार हो कि भयो म पीडा मान्दिनँ कहाँ गए साला चोरहरू ओइ बुढो यो घर फोहोर भएको देखिनौ फोहोर त भएको छ बाबु अनि कसले सफा गर्छ अलि मजाले है मजाले अब यसरी भएन
लास्टै तनाव दियो जाँठाहरूले घरि यहाँ दुखिरहेछ घरि यहाँ दुखिरहेछ यस्तै हो भने त म मरिहाल्छु रोक तिमीहरू ओइ अहिले हो तिमीहरूको उठ्ने टाइम यो घरमा अब तिमीहरूको मनको मर्जी चल्दैन है बुढाको सन्के जस्तो छ ठिक छ सन्के बुढाउको के बुढा अलिकति दिमागमा याद छ कि नै त्यो भिडियोको उडेको के हो दिमागै बुढो भयो नि त 60 वर्षको भयो फिक्स खुस्की छ कि दिमागै छैन के रे बुढो त यहीँ पुग्यो त खुस्क्यो कि के हो फिक्स खुस्क्यो के हो बुढा भिडियो याद छैन के हो छैन खै देखा त भिडियो देखाउनै पर्ने हो अब देखा न यसरी भएन बुढोको खुस्कियो रुक बुढाउ एकछिन ओए भिडियो छैन हे छैन भिडियो राम्ररी हेर्न भाइ त्यही होला के छैन हेर त यताले खै तिमीहरूलाई यो घरबाट पूजा गरेर खेद्नुपर्ने हो कि आफै जान्छौ अब यति सब भइसकेको छ पूजा गरेरै खेद न के कसो निस्क्यो मेरो घरबाट चाँठाहरू ओ माई ब्याडनेस यार भेट्दै छैन गुड्दैछु तर पनि अब नयाँ घर खोजौँ